साथीहरु हेर्नु त कति दर्दनाक दृश्य छ है। यो सर्पले यो बाख्रोलाई लखेटेको कति धेरै लखेट्छ हैन। बाख्रो पनि बाठो छ, झिकझ्याक गरेर कुदिरहेको छ। तर यो बाख्रोले एउटा दिमाग लगाएन क्या। यसले त्यो खोला तर्नु पर्छ। खोला किन तरेन? बाख्रा त पानी देखेपछि डराइहाल्ने भयो। त्यो कारणले चाहिँ बाख्रा खोलो तरिरहेको छैन हैन। तर ऊ एकदमै भागिरहनेछ, ऊ खेदाइरहनेछ हैन। खेदाइरहनेछ। लास्टमा अब के हुन्छ यिनीहरूको भन्ने कुरा चाहिँ हामीले यो भिडियोलाई लास्टसम्म नै हेर्नुपर्ने हुन्छ। लास्टसम्म हेरेपछि के हुन्छ भन्ने कुराको जानकारी चाहिँ हामीले प्राप्त गरिन्छ हैन। एक्लै भएको अवस्थामा त्यो पनि एक्लै छ, त्यो पनि एक्लै छ। दुईटा मध्ये एउटाको डबल हुन्थ्यो भने एउटा डराउने थियो। तर ऊ पनि एक्लै छ। सापलाई आहारा चाहिएको छ, चारो चाहिएको छ। बाख्रालाई सापदेखि बच्नु छ। अब भाग्नुको सिवाय केही छैन। ऊ एक्लै त उसलाई गर्न सक्दैन। बाख्राले सापलाई आहारा चाहिएको छ। उसले खेदी नै रहनेछ, निरन्तर दिइरहनेछ जबसम्म ऊ थाकेर कुद्न सक्दैन। तबसम्म उसले चाहिँ खेदी नै रहनेछ, कोसिस गरि नै रहनेछ। ऊ थाकेर जब ऊ हल्लिन नसक्ने हुन्छ तबसम्म उसले निरन्तर दिइरहनेछ। त्यसैले साथी हो, केही पाउनको लागि थाक्नुपर्छ के। थाकुन्जेल लागिरहनुपर्छ। कुनै न कुनै बेला अवश्य पनि सफलता मिल्नेछ।